भ्यालेन्टाइन डेको चहल पहल छ है, सबैजनालाई ह्याप्पी भ्यालेन्टाइन डे। तर यो ह्याप्पी भ्यालेन्टाइन डे भनिरहँदा भ्यालेन्टाइन डे चाहिँ कसरी मनाउन थालियो त भन्ने जान्न पनि जरुरत छ। त्यसैले म यो सर्टमा तपाईँलाई भन्छु। यो भ्यालेन्टाइन डे चाहिँ रोमका पादरी सेन्ट भ्यालेन्टको चाहिँ बलिदान हो। यो किन त भन्दाखेरि त्यति बेला रोमका सम्राट क्लाउडियस सेकेन्डले आफ्नो देशका युवा युवतीहरू प्रेममा परेर प्रेम गर्न थालेर आफ्नो देशको सेनामा चाहिँ भर्ती हुन मानेनन् र आफ्नो सेना चाहिँ कमजोर हुने भयो भन्ने तिनको चाहिँ सोचाइले देशका कसैलाई पनि प्रेम गर्न नै प्रतिबन्ध लगाइदिए के। अनि त्यो कुरा चाहिँ त्यो सेन्ट भ्यालेन्टले चाहिँ विरोध गरे र उनले चाहिँ लुकी लुकी युवा युवतीहरूलाई प्रेममा पारिदिने, प्रेम विवाह गराइदिने, प्रेममा रहन दिने वातावरण सिर्जना गरिदिने गर्ने काम गर्न थाले। अनि त्यो बिस्तारै बिस्तारै धेरै भयो र सम्राटले पनि थाहा पाए। सम्राटले थाहा पाइसकेपछि अनि सेन्ट भ्यालेन्टलाई यो मैले लगाएको प्रतिबन्धको विपरीत काम गर्ने तैँले भनेर उनलाई चाहिँ पक्रिन्छन्, जेल राख्छन्। अनि त्यो जेलमा त्यो एउटा जेलरको छोरी हुन्छ अनि ऊ पनि यो प्रेम गर्नुपर्छ भन्ने चाहिँ सपोर्टमा हुन्छ र अनि त्यो सेन्ट भ्यालेन्टलाई चाहिँ मृत्युदण्डको सजाय सुनाइन्छ। मृत्युदण्डको सजाय सुनाउनुभन्दा अगाडि त्यो जुन जेलरको छोरी हुन्छ नि उनलाई चाहिँ त्यो सेन्ट भ्यालेन्टले एउटा चाहिँ नोट दिन्छन्। त्यो नोटमा के लेख्या हुन्छ भने लभ फ्रम योर भ्यालेन्ट भनेर लेख्या हुन्छ के। अनि त्यही लभ फ्रम योर भ्यालेन्टलाई चाहिँ प्रतीक बनाएर अहिलेसम्म आजका दिनसम्म र तिनैको त्यो एउटा योगदान होइन, तिनैको एउटा चाहिँ बलिदानलाई सम्झेर अहिले पनि भ्यालेन्टाइन डे मनाइन्छ। भ्यालेन्टाइन डे भनेको चाहिँ खासमा 14 फेब्रुअरी भनेको सेन्ट भ्यालेन्टलाई चाहिँ मृत्युदण्ड दिएको दिन हो, तर त्यही दिनलाई चाहिँ भ्यालेन्टाइन डेको रूपमा मनाइन्छ। यो चाहिँ मैले जानेको कुरा हो। योभन्दा अरू केही छ भने यसो राइट इन द कमेन्ट।